नवीन तमाछा कुलुङ राईबाट वंशावली सुन्नुहोस्। सर्वप्रथम पारुहाङ र सुम्निमेले यदेको सृष्टि गरे। सुम्निमेबाट फोप्तु हितेबेही हिरेबेही जन्माए। पारुहाङ र सुम्निमे मिलेर भिर पहरामा बाइरिप्चो उत्पत्ति गराएको किंवदन्ती पनि छ। बाइरिप्चो नुहाएर तालमा डुबी गाँठोबाट फुटेर होरेम हावाको जन्म भयो। धीरीतिर होरेमको संसर्गबाट केकुवाचाउ बेगुम्मा चिन्चोली लागाली र निनम रिदुमको जन्म भयो। पारुहाङ र निनमबाट बाघ भालु बाँदर दुहु अडेरी काँडा रुद्राक्ष रिट्ठा वनस्पति र जीव जनावरहरू लगायत जनावरहरूसँगै मानिस अन्त्यमा मानिस मिनाङालीको जन्म भयो। मिनाङाली र नागकन्याबाट तुम्नो जन्मिए। तुम्नो जन्मिएको ठाउँ मिनापङ्खो हल्कुम्बु पुलुपङ्खो। तुम्नोले तेत्तेरेमसँग विवाह गरेर होलेन्दा जन्माए। होलेन्दाकी श्रीमती दावामीले दिबुरी जन्माइन्। दिबुरीको छोरा खोलुम क्रुपा पाक्तोछी। पाक्तोछीकी श्रीमती येरुकाले जन्म दिएको छोरा छुनी भए। छुनीकी श्रीमती ङेचेयोम सम्यमाले जन्म दिएको छोरा छाक्वा। छाक्वाकी श्रीमती खोसोबेमले जन्म दिएको छोरा मुतिथी। मुतिथीको श्रीमती रिङमालिमले जन्म दिएको छोरा खार। खारकी श्रीमती दुम्दिलिम गल्कम्माले जन्म दिएको छोरा खोक्चिलिप र छोरीहरू लोस र खेउ। खोक्चिलिपले येरुकाकी छोरी वैलिम्मासित विवाह गरेर जन्माएको छोरा किराँत रोदु भए। किराँत रोदुको सन्तान खम्बु लिम्बु मगर गुरुङ भोटे शेर्पा नागा चाइना कोरिया धिमाल कोचे मेचे नेवार सुनुवार दनुवार थारू धिमाल जापान मङ्गोलिया तामाङ नेवार घले नेप्टो नाग चेप्टो अनुहार भएका सम्पूर्ण संसारभरिका मानिसहरू। खम्बुका सन्तान बान्तवा चाम्लिङ मेवाहाङ मेतनाहाङ याक्खा तुमसोली कुलुङ बाइङ थुलुङ आठपरिया तोनेले जन्माएको आठपरिया भए र तोनेले भोटेनी गेल्जुङमासँग विवाह गरेर जन्माएका सन्तान कुलुङहरू हुन् र हुङ्गु खोलाको आसपास महाकुलुङ सुलु सोताङ मा विस्तार भएको कुलुङबाट सोताङ नाछिरिङ कुलुङ रिन्नो गान्कु बार्सी हङ्गेलु मान्थेर्बु गुधो मुमो पिल्मोङबाट राजिती होनेती र तमछाको छोरा बाबुरी भए। बाबुरीका छोराहरू पिदिमोका छोरा तमछा। तमछाको छोरा बाबुरी भए। बाबुरीका छोराहरू जेठा रितेम्बु कान्छा सतेम्बु। सतेम्बुको छोरा छिमन्ते। छिमन्तेको छोरा लुप्लो। लुप्लोको छोरा जेठा होछेरेउ र कान्छा पोखोती। होछेरेउका छोराहरू जेठा होङलेम्थी कान्छा दनिरेउ। होङलेम्थीका छोराहरू जेठा दुछेजित र कान्छा जितियुङ। दुछेजितका छोरा कारमन्ता जारमन्त र खिपजन्त। कारमन्तका छोरा छात्तीसिङ। छात्तीसिङको छोरा जेठा खाप्सिसिङ माइला साइला रुचिहर्का काइला थिङमा बाख्रा कान्छा अन्तवर्ण। थिङमाबाको कान्छी श्रीमती गदुवोपट्टिको छोराहरू जेठा आइमान माइला आइबिर साइला नोकुल काइला कुण्डले कान्छा अकिलसिङ र अकिलसिङको छोरा जेठा कृष्णलाल कान्छा ध्वजवीर र कृष्णलाल चेप्चेवा सिसुवा। ध्वजवीरको छोरा हजुरमान र महन्त। हजुरमानको छोरा इन्द्रबहादुर। इन्द्रबहादुरको छोरा इन्द्रबहादुर र छलिमाया लङछामेको छोरा केशरबहादुर अमरबहादुर शङ्कर पदम सुरेन्द्र केशर र जगतकुमारी हङ्गेलुबाट नवीन गजिन दिलेन लगायत नवीनको छोरा सुनिल र शिव। यसरी वंशावली